हेर्नु साथीहरु पानीबाट बचाउने तरिका कति राम्रो छ है एकदम सजिलो भने ल हेर्नुस् त यो हिजो भाँचिएको फुल हेर्न सक्नुहुन्छ हजुरहरुले है हिजो चाहिँ अब बुढाले बेलुकातिर भाँच्नु भा रहेछ ल हेर्नुस् अनि मजाले फुल्छ के हेर्न सक्नुहुन्छ अनि यहाँ पनि भाँचिएको छ ल हेर्नुस् यो प्लास्टिक गिलास ओराउनु भन्दा त यही सजिलो लाग्यो साथीहरु त्यही भएर हामीले चाहिँ यसरी भाँच्ने गरेका छौं ल हेर्नुस् है हाम्रो यता सुदूरपश्चिमतिर चाहिँ पानी परिरहेको छ त्यही हुनाले चाहिँ बेलुकाको टाइममा चाहिँ यसरी भाँच्ने साथीहरु है ठ्याक्कै 4-5 बजेतिर भाँच्यो भने ठिक्क हुन्छ ल हेर्नुस् है मज्जाले यो चाहिँ अस्तिको यो चाहिँ हिजोको है हेर्न सक्नुहुन्छ ल हेर्नुस् इन कोपिलाहरु पनि अब ल हेर्नुस् यहाँ फेरि कोपिला कति धेरै छन् कि साथीहरु अति मरो इन कोपिलालाई चाहिँ यस्तै तोड्नु होला है धेरै कोपिला आयो भने हामीले खुसी पनि हुनुहुन्न फलको साइज राम्रो आउँदैन हामीले घरमा लगाएको कौसीमा लगाएको चाहिँ आफू खानलाई चाहिँ ठिकै हुन्छ साथीहरु हाम्रो चाहिँ यो बाहिरको बजारको लागि चाहिँ एकदम सानो साइज हुन्छ त्यही भएर चाहिँ कोपिलाहरु टिप्ने गरेको छ हामीले चाहिँ ल हेर्नुस् मैले कति 1 2 3 4 वटा टिपे 5 वटामा एउटा राख्दिम है ल हेर्नुस् फलहरु पनि छ फलहरु चाहिँ पाकेको छैन है साथीहरु धेरैजना साथीहरुले फलको लागि फोन गर्नु भएको छ उहाँहरुको लागि चाहिँ यो भिडियो हजुरहरुले फुल वाच गरेर हेर्दिनु होला ल हेर्नुस् यस्तो हिलो छ कि खतम हुन्छ कि यो बारी भित्र छिर्ने बित्तिकै एकदम हिलो ल हेर्नुस् तीनटा कोपिलामा दुईटालाई चाहिँ फाल्दियौं हामीले ल हेर्नुस् अनि यसमा पनि तीनटा छ अनि यो पनि तोडेर फालौं है ल हेर्नुस् यसमा त हिजो अस्ति हामीले फल पनि काटिसकेको रहेछौं ल हेर्नुस् अब यहाँ पनि दुईटामा एउटा ल हेर्नुस् साथीहरु पानी परिरहेको छ ल हेर्नुस् है सबै फुलहरु भाँचिएको छ हेर्न सक्नुहुन्छ हजुरहरुले पुरै फुल भाँचिएको छ कि अब यिनीहरु फुल भनेको यिनीहरु भनेको आज फुल्छ कि है आज बेलुकातिर यिनीहरुलाई तोड्नु पर्छ फुल यसमा दुईटा छ ल हेर्नुस् यो चाहिँ हिजो भाँचिएको ल हेर्नुस् साथीहरु यस्तो राम्रो हुन्छ कि ल हेर्नुस् भाँचिएको फुलहरु